कुनै दलको मान्छे छैन, लुकाएर राखिएको छ। त्यही मतपत्रहरू साटिँदैछ, साटेर अगाडिको भिडियो हेर्नुभयो, मतपत्र साटियो अरे। उनीहरूका जनताले, उनीहरूको प्रतिनिधिहरूले हालेको भोट साटियो अरे। जनताहरू अझै भेडा छन् जस्तो लाग्छ भनेको। अहिलेसम्म केपी ओलीको त 0 भोट हुनुपर्ने होइन, धन्दा त्यति भए पनि आएको छ। त्यो पनि कति बुढा मान्छेहरूले सोझा साझालाई फकाइ फुलाई पैसा दिएर अरूको पैसा त्यसै खानुहुन्न है भन्ने जस्तो नियत भएका मान्छेहरूले चाहिँ पैसा दिएको, यो पैसा अनुसारको हामीले केही गर्नुपर्छ भनेर भरपाई गर्नेहरू बुढी मान्छेहरूले त्यति भोट हालेर धन्दा केपीको धन्दा नाम छ। तिमीहरूले त्यही पैसाको नखुवाएको भए, यसरी उस नगरेको भए होइन, तिमीहरूको त्यो नाम निशाना नै मेटिन्थ्यो क्या। अब त हेर, यो चुनावपछि तिमीहरूको एमाले पार्टी छन् र भन्ने हुन्छ क्या। अब एमाले भन्ने पार्टी पनि छन् र भन्छन् अबको पुस्ताहरूले। अब हामीले त थाहा पाइसक्यौँ एमाले यस्तो पार्टी भनेर, अबको पुस्ताहरूले चाहिँ त्यही भन्छन्। अब हुँदा 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 आरोप, भोट साटियो। पहिला पनि त्यस्तै हुन्थ्यो अरे। ओ माई गड, आफ्नो पोल आफैले खोल्दैछन् है। पहिला पनि यिनीहरूले त्यसरी भोट साट्दा रहेछन् र एमाले सधैँ जित्दो रहेछ, काङ्ग्रेसहरू सधैँ पछाडि पर्दा रहेछन्। अब अहिले पहिलाकै कुरा लिएर अहिले यिनीहरूले आफ्नो पोल आफैले खोल्यो है। बिचरा रुन पनि कति सकेका हुन्। पहिलाका जस्तो अबुझ जनताहरू छैनन्। अहिले त सबैजना उठिसके मैदानमा। धेरै नरुनुहोस् अङ्कल, धेरै नरुनुहोस्। अब तपाईँहरू जति रोए धोए पनि आखिरी जित्ने भनेको नेपाली युवाले हो। देश बनाउँछन्, देश तपाईँको छोरा नातिलाई एकदम राम्रो ठाउँमा पुर्याउँछन्। अब देश बनाएर गौरवको काम गर्छन् युवाहरूले। किन नबुझेको? त्यो खालि त्यही 70-75 वर्षको बुढोको पछि लाग्नु भएको। अलिकति सोचाइ परिवर्तन गर्नु न अङ्कल। के अरे आफ्नो त जिन्दगी सकिने बेला भइसक्यो। अब आउने युवा, हामी जस्तो युवाहरूको बारेमा नि यति त सोच्नु। हुँदा 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 भोट चेन्ज गर्यो अरे। कति हाँस्नु ल। हामीले जितेका छौँ, तपाईँहरू भुक्ने कुकुर भुकिरहन्छ। भुक्ने कुकुरले टोक्दैन भनेको यही हो। तपाईँहरू जति रोए धोए पनि लास्टमा नाम निशाना मेटिन्छ होइन। मलाई अन्यथा नलिनु, मैले उखानको टुक्का भनेको। म यो ओछ्यानमै सुतिरहेको छु अहिलेसम्म। हेर्दैछु के भयो कस्तो भयो भनेर। ल ठिकै छ, यस्तै नयाँ समाचार सुन्न पाइयोस्। अझै आफ्नो पोल खोल्दै जानु होला होइन। जनतालाई अझै धेरै उचाल्नु होला। आफ्नो पार्टीको जनताहरू सबैलाई उचाल्नु होला, आन्दोलनमा ल्याउनु होला न है। आफ्नो ज्यान मजाले जोगाएर आन्दोलनमा आउनु होला। अब त युवा आउँछन्, युवा पुस्ताले देश चलाउँदैछन्। अलि ठाउँ हेरेर पार्टीको नाम लिनु होला। अब पहिलाका जस्ता जनताहरू छैनन्, जे भन्यो नि हुने। अब त सानो कुरा पाए पनि बोल्छन्। होस् गरेर बोल्नु है अङ्कल, होस् गरेर। जेल जानु पर्ला नि फेरि तपाईँ पनि यस्तो पोल खोल्दै जानुभयो भने त। ल ओके बाई। जय घन्टी। घन्टीको जित हुँदैछ, अझै प्रतीक्षामा छौँ रिजल्ट, फाइनल रिजल्टको। ल जय घन्टी। यस्तो बिहान मुखै नदिइकन यसरी भन्नु पर्यो, के गर्नु ल है त। जय घन्टी।